तपाईहरु मध्ये कसैले वाचवरलाई फलो गर्नु भएको छ प्रुफ हेर्न मिल्छ हैन अहिले फोन ल्याएको छैन सो स्टुडेन्ट केटाहरु ड्रेसमै रहेछ त्यही भएर मैले विश्वास गरे च्यालेन्ज छ तपाईहरुको लागि 1 क्वेशन इक्वल्स टु 100 रुपैयाँ तर दुई जनाले खेल्न पाउने हो च्यालेन्ज म क्वेशन सोध्छु जसले सुरुमा एन्सर भन्यो उले 100 रुपैयाँ पाउने वाला छ 30 सेकेन्डको टाइम हुन्छ चार जना तपाईहरु हुनुहुन्छ दुई दुई जना सिजर पेपर रक गर्नु लास्ट दुईटा कन्टेन्डरले चाहिँ खेल्न पाउने छ ल सिजर पेपर रक सिजर पेपर रक सिजर पेपर रक सो कंग्रेचुलेसन्स एकजना तपाईँ हुनुभयो सिजर पेपर रक बधाई छ तपाईलाई एकजनासँग 30 सेकेन्ड टाइम हुनेछ नेपालसँग रिलेटेड क्वेशन्सहरु सोध्छु म तपाईहरुलाई त्यो मध्ये चाहिँ तपाईहरुले आन्सर गर्न पर्यो है त तपाईहरु मध्ये कसैलाई यो क्वेशनको आन्सरहरु थाहा छ भने फर्स्ट कमेन्टमा लेख्दै गर्नु होला र मैले लगाइराखेको यो कोम हार्टको चस्मा चाहिँ वाट्सएपमा आइसकेको छ है त जसले सुरुमा भन्छ उसकै भ्यालु हुनेछ तपाईहरुको टाइम सुरु हुन्छ अब नेपालको सबैभन्दा सानो जिल्ला कुन हो सानो भक्तपुर भक्तपुर राइट एन्सरको राष्ट्रिय गाना कसले लेखेका हुन् नेपालको राष्ट्रिय गाना कसले लेखेका हुन् पास हो भने पास गरिदिउँ अर्को नेक्स्टमा गइहालौ पास नेपालको सबैभन्दा लामो नदी कुन हो कर्णाली ल बधाई छ तपाईको एउटा राइट भयो नेपालको सबैभन्दा पुरानो नेसनल पार्क कुन हो ल चितवन नेसनल पार्क सुरुमा तपाईले भन्नुभयो नेपालको सबैभन्दा हाईएस्ट एल्टिट्युडमा भएको लेक कुन हो कोसाइगुण्ड नो रङ एन्सर 47 सेकेन्ड भइसक्यो स्टिल अब म 10 सेकेन्ड तपाईहरुलाई दिने नो यो पनि रङ भयो नेपालको पहिलो राजमार्ग कुन हो नेपाल राजमार्ग होइन मिलेन नेपालको पहिलो राष्ट्रपति को हुन् नेपालको फर्स्ट प्रेसिडेन्ट अफ नेपाल भीमसेन थापा भीमसेन थापा होइन रामवरण यादव बधाई छ तपाईको दुईटा भयो 1 क्वेशन इक्वल्स टु 100 रुपैयाँ थियो तपाईहरु दुईटाले दुई दुईवटा गर्नुभयो सो 400 जितिसक्नु भएको छ 200 तपाईको बधाई छ सो सबैलाई पनि बधाई छ सो हाम्रो चाहिँ 50k सब्स्क्राइबरमा आइफोन गिभअवे हुँदैछ त्यसैले युट्युबमा गएर सबैले सब्स्क्राइब गरिदिनु पर्यो फलो फर मोर गिभअवेज यस्तै गिभअवे कन्टेन्टको लागि तपाईहरु फलो गर्नु होला धन्यवाद तपाईहरुलाई पार्टिसिपेट गरिदिनु भएको हस् थ्यांक यू सो मच